आज चाहिँ होलापाडामा लटरी बिक्री गर्नु आएको। आज होलापाडामा लाग्ने रहेछ है क्या हो केटा हो, काट्दैन तिमीहरू। हेरो होलापाडाको भ्यू यति मजाको छ। म त कहाँ जान्छु लटरी बिक्री गर्नु केटा हो। यति मजाको छ गाइस। सरररररररररर अगाडिबाट गाडी आउँछ। सबै घुम्नु जाँदैछ टोटापाडा। लु गाइस हेर्नुहोस्, यो भिडियो चाहिँ तपाईँहरूले लाइक सेयर अनि कमेन्ट चाहिँ एकदम गर्नु नबिर्सिनु होला। यस्तो भ्यू हेर्नु घरिघरि पाउँदैन क्या। हाम्रो डुवर्समा चाहिँ एकदम दामी छ यो टोटापाडा होलापाडा भन्ने जग्गा चाहिँ। तपाईँहरू आउनुहोस्, एकदम स्वागत छ। सररररररर लु हेर, सररररररर अलिकति चाहिँ बाटो खराब छ, नभए त ठिकठाक एकदम। अरू त रोड खोलामा मात्रै अलिकति साह्रो छ, नभए चाहिँ एकदम दामी छ है गाइस। भिडियोलाई चाहिँ तपाईँहरूले सेयर गरिदिनु होला। विशेष हाम्रो दुम्सीपाडा 12 नम्बरको जति पनि मेरो गाउँले दाजुभाइ साथीभाइहरू छ, सबैले मेरो भिडियो सेयर गरिदिनुहोस्। सेयर गरिदिनु भयो भने चाहिँ तपाईँहरूलाई म 1 करोड दिइहाल्छु। 1 करोड चाहियो भने चाहिँ एकदम सेयर गर्नु पर्यो। सेयर गरेर 150 को लटरी लियो भने 1 करोड लागिहाल्छ। यस्तो नयाँ नौलो जग्गाहरू तपाईँहरूले हेर्नु पाउँदैन न हो। फेरि अरू लटरीवालाले देखाउँदैन नि यस्तो जग्गा, मैले मात्रै देखाउँछ। यति मजाको जग्गा तपाईँहरूले कहाँ हेर्नु पाउँछ घरिघरि। लु हेर्नुहोस्, यस्तो मजाको छ। यति मजाको यहाँ चाहिँ स्कुल छ, दामी छ स्कुल पनि। हेर्नुहोस् यहाँ फेरि भ्यू मजाको छ है गाइस। तपाईँहरूलाई एकदम स्वागत छ। तपाईँहरूले यहाँ जग्गा जमिन किनेर खेती पनि गर्न सक्नुहुन्छ। यो भिडियोलाई चाहिँ तपाईँहरूले जति सक्दो सेयर गरिदिनुहोस् होला। यस्तो भ्यू चाहिँ डुवर्समा मात्रै छ है, डुवर्समा होलापाडा टोटापाडा एकदम। हेर्नुहोस् यति मजाको सरा। सिक्किम दार्जिलिङबाट हेर्ने मेरो माया गर्ने मलाई हजुरहरूलाई एकदम स्वागत छ। तपाईँहरू पनि आउनु सक्नुहुन्छ, भिजिट गर्नु सक्नुहुनेछ। यो हाम्रो डुवर्समा होलापाडा टोटापाडा एकदमै राम्रो जग्गा छ। आउनुहोस्, यहाँको मानिसहरू पनि एकदमै राम्रो हुनुहुन्छ। तपाईँहरू आउनुहोस्, स्वागत छ तपाईँहरूलाई। यहाँ हाम्रो दाजुहरू परेको जग्गा, सुन्दर जग्गा। यस भाइ
यतापट्टि हेरे फरेस्ट हो। अन्त यतापट्टि तपाईँहरूले हेर्नुभयो भने यहाँ गाउँहरू छ, घरहरू सुन्दर सुन्दर। र तपाईँहरू आउनुभयो भने चाहिँ एकदम यहाँ नि पाका आउनुहोस्, एकदमै राम्रो लाग्छ। यहाँको वेदरहरू नि एकदम शुद्ध छ, पोल्युसन छैन यो जग्गामा। आज हाम्रो भिजिट थियो दुम्सीपाडा टु खोलापाडा र अहिले हामी फर्किँदैछौँ। अति सुन्दर। तपाईँहरूलाई मेरो भिडियो मन परे तपाईँहरूलाई लाइक अनि कमेन्ट अनि सेयर गर्नु चाहिँ नबिर्सिनु होला। अब तपाईँहरूलाई यहाँ बललगुडी आइपुग्नु आँट्यो, खोलापाडा हो। तपाईँहरू मादरी भएर आउँदा नि हुन्छ, वीरपाडा पसेर तपाईँहरू दलमोर रामजोडा भएर आउँदा पनि हुन्छ, दुम्सीको रोड भएर पनि मादरी भएर आउँदा नि हुन्छ। मादरी भएर आउनुभयो भने त्यहाँबाट एकदम हाइवे पक्रिनुपर्छ, त्यहाँबाट नि एकदम राम्रो छ। वीरपाडाबाट सिधा मादरी, मादरीबाट यता तपाईँहरू बस्नुहुन्छ यहीँ बलालगुडी। यहाँ तपाईँको डिपो पनि छ। देख्न सक्नुहुनेछ उहाँ जङ्गली भैँसीहरू बसिरहेछ गाइस। उहाँ पर चाहिँ जङ्गली भैँसी छ है गाइस, जङ्गली भैँसी, अर्ना भैँसी। र आजको लागि यतिमै समाप्त गर्दैछु गाइस। र तपाईँहरूलाई मन पर्यो तपाईँहरूले लाइक कमेन्ट अनि सेयर गरिदिनुहोस्। मेरो दुई हात जोडी तपाईँहरूलाई अनुरोध छ। जय हिन्द, जय भारत।